इफिसी 4:11-12 तपाईँले त्यहाँ पढ्नुभयो भने त्यहाँ हामी सबैजनाले सधैँ पढेर आएको। अनि त्यहाँ के लेखेको छ भने कि परमेश्वरले चाहिँ होइन उहाँले यति साह्रो आशिष दिनुभएको छ अरे हामीहरूलाई कि हामीहरूको बिचमा चाहिँ उहाँले होइन प्रफेट्स, इभान्जलिस्ट, टिचर्स, पास्टर्स, एपोस्टल्सहरू प्रभुले हामीलाई राखिदिनु भएको छ अरे। अनि तपाईँले त्यहाँ 12 पदमा तपाईँले पढ्नुभयो भने तपाईँले उनीहरूको काम चाहिँ के हो भनेर उनीहरूको अफिसको जब डिस्क्रिप्सन्स त्यहाँ बताएको छ। त्यहाँ चाहिँ के लेखेको छ भने एउटा त विश्वासीहरूको सन्तहरूको सिद्धताको लागि हुने। अब तपाईँले भन्नुहुन्छ होला म सन्त होइन, अब मलाई थाहा छैन तपाईँ सन्त हुनुहुन्न भने होइन, तपाईँले प्रभुलाई पाउनु, तपाईँ नयाँ गरेर जन्मिनु तपाईँलाई आवश्यक पर्छ। अनि अर्को चाहिँ सेवकाईको कामको लागि, अनि अर्को चाहिँ ख्रिस्टको शरीरको निर्माणको लागि। यो तीनवटा कुराहरू त्यहाँ स्पष्ट यो काम गर्न किन बोलाइएको छ भन्दाखेरि चाहिँ यहाँ तपाईँले अर्को पदमा तपाईँले त्यहाँ पढ्नुभयो भने तपाईँले 13 पदमा त्यहाँ के लेखेको छ भने कि विश्वासीहरूको एकता, हामीहरूको एकताको लागि हामीहरू एकतामा आउन सकौँ, अनि परमेश्वरको पुत्रको ज्ञानमा हामीहरू बढ्न सकौँ, अनि हामीहरू ख्रिस्टको पूर्णतामा आउन सकौँ।